जो मान्छे केरलादेखि लिएर तमिलनाडु आफ्नो आफ्नो घर ठाउँ बाउ आमालाई छोडेर बाउ आमालाई लत्याएर होइन हो प्रेम तामाङ दाजु, तपाईँले के भन्नुभएको? आजसम्म मैले तपाईँको एगेन्स्टमा कुनै पनि भिडियो बनाएको थिइनँ र म त्यति साह्रो पोलिटिकल एगेन्स्टमा भिडियो बनाउँदिनँ पनि। र आज तपाईँको यो वक्तव्य सुनेर मलाई हट लाग्यो। र म जस्तो धेरै मान्छेहरू छन् बाहिर, बेङ्गलोर, चेन्नई, कहीँ पनि गोवा, हर जग्गामा बसेर काम गर्छन्, उनीहरूको मनमा हट लाग्ने कुरो गर्नुभयो। र आज तपाईँको यो वक्तव्य सुनेर, घिनलाग्दो कुरो सुनेर मलाई बहुतै नराम्रो लाग्यो। र यसको प्रतिउत्तर तपाईँ सुन्नु होला, ध्यान गरेर सुन्नु होला। अगर हाम्रै आसाममा हामीहरूलाई काम भेटिएको थियो भने, रोजगार भेटिएको थियो भने हामीहरू बेङ्गलोर, चेन्नई जान के जरुरत थियो? र तपाईँले गर्नुभएको छ हामीहरूको लागि। लु म अहिले बाहिर छु, म बेङ्गलोर, चेन्नईमा छु, लु मलाई बोलाएर तपाईँले रोजगार दिनु त यहाँ आसाममा। म किन बाहिर जान्छु? बाहिर जान्न, कोही पनि जाँदैनन् बाहिर अगर यहाँ आसाममा रोजगार भेट्नु भने। जति हामीहरूलाई घरमा घर चल्ने जति हामीहरूलाई खर्च चाहिन्छ त्यो खर्च तपाईँले बिहोर्नुहुन्छ भने हामीहरू बाहिर जान्नु। र यस्तो खालको कुरो नगर्नु होला। हो, तपाईँ बिजेपीमा हुनुहुन्छ, बिजेपीलाई हामी सपोर्ट गर्छौँ, बिजेपीले डेभलप गरेको छौँ, हामीहरूको पनि आँखा फुटेको छैन, देखिरहेको छौँ। राम्रो काम गर्नु हामीहरू सपोर्ट गर्छौँ, सबै हामीहरू गोर्खे जातिले तपाईँलाई सपोर्ट गर्छौँ र प्राउड गर्छौँ। यस्तो खालको कुरो गर्नुभयो भने, हामीहरूकै गोर्खे दाजुभाइले यस्तो खालको कुरो गर्यो भने हामीहरूलाई दिलमा चोट लाग्छ। हामी कुनै रमाइलो गर्न बाहिर गएको छैनौँ, हामी आफ्नो परिवार पार्नका लागि, परिवारलाई सुख दिनका लागि, नानी केटाकेटीलाई पढाउनका लागि, नानी केटाकेटीको भविष्य उज्जवल बनाउनका लागि हामी बाहिर गएर काम गरेर आफ्नो घर परिवारलाई राम्रो बनाउँछौँ। यो कुरो तपाईँले ध्यान राख्नु होला। हुन्छ, तपाईँले भनिहाल्नुभयो तपाईँको वक्तव्य, र तपाईँको वक्तव्यलाई म स्वीकार पनि गरेँ अरे। हुन्छ, मलाई अरूलाई पर्दैन, मलाई बोलाएर आसाममा मलाई रोजगार दिन सक्नुहुन्छ? मलाई जति मेरो घर परिवार नानी केटाकेटी पढाउने जति मलाई चाहिन्छ त्यो तपाईँले बिहोर्न सक्नुहुन्छ? यो कुरोको जवाब पनि दिनु होला। प्रेम तामाङ दाई, तपाईँलाई त मैले बहुत राम्रो सोच्थेँ, अरूले के सोच्थे मलाई थाहा थिएन, लेकिन तपाईँको हर वक्तव्यलाई म सुन्थेँ, हर चिजलाई म फलो गर्थेँ। लेकिन आज मलाई खुदैमा शरम लाग्दैछ। किन शरम लाग्दैछ भने हाम्रो गोर्खेली दाजुभाइलाई तपाईँले एउटा बहिरागत सोच्नुभयो जस्तो लाग्यो मलाई। हामीहरू बाहिर गएपछि हामीहरू बहिरागत हुन्छु भन्ने खालको कुरो सोच्नुभयो तपाईँले। यस्तो खालको कुरो दोबारादेखि नगर्नु होला। र मैले के सोच्छु भने, तपाईँले यो कुरोलाई वापस लिनुभयो भने राम्रो हुन्छ। र बहुत राम्रो सोच्थेँ, लेकिन आजदेखि तपाईँलाई मैले के भन्नु, अब दुःख लागेर आयो। आसामलाई छोडेर, आफ्नो देशलाई छोडेर बाहिर गएर, बेङ्गलोर, चेन्नई गएर कमाएर आफ्नो घर परिवार नानी केटाकेटीलाई पढाउनका लागि, घर परिवार सम्हाल्नका लागि, अर्काको कुरो सुनेर घर परिवार सम्हाल्नका लागि कति कष्ट हुन्छ भन्ने कुरो हामीहरूलाई थाहा छ, तपाईँलाई कहिले पनि थाहा हुँदैन। बुझ्नुभयो नि? राम्रोसँगले बुझ्नु होला। तपाईँले गर्नुभएको थियो भने थाहा हुन्थ्यो, त्यही कारण तपाईँलाई सजिलो छ भन्नका लागि यो कुरो याद गर्नु होला। यो खालको कुरो दोबारा गर्नुभयो भने हामी गोर्खे दाजुभाइ, हामीहरू यङ जेनेरेसन, हामीहरूले नै तपाईँलाई नराम्रो पाउँछौँ। यो खालको काण्ड, यो खालको कुरो नगर्नु होला र तपाईँको यो वक्तव्य वापस लिनु होला। आफ्नै गोर्खेली एउटा मुरब्बीले नै हामीहरूलाई नराम्रो सोच्यो भने अब हामीहरूले कसरी तपाईँलाई राम्रो सोच्नु, यो कुरो पनि आउँछ। र अन्तिममा म यही कुरा भन्न चाहन्छु, दोबारादेखि यो खालको कुरो नगर्नु होला, हामीहरूलाई हट नगर्नु होला। तपाईँलाई त म बहुत राम्रो सोच्थेँ, लेकिन आजदेखि अब के भन्नु, आजदेखि अब तपाईँको कुरो सुन्दा पनि मलाई रिस उठ्न थाल्यो। र अन्तिममा म यो भिडियोको माध्यममा भन्न चाहन्छु कि यो कुनै विरोध गर्ने भिडियो होइन, यो कुनै जातिको भिडियो होइन, यो कुनै एक अर्कासँग लडाइँ गर्ने भिडियो होइन। यो भिडियोमा यति नै म भन्न चाहन्छु कि मलाई चोट लाग्यो, मलाई नराम्रो लागेको वक्तव्यहरू मैले यो भिडियोमा राखेको, र कुनै पार्टीको कुनै उसकोबाट मैले गरेको होइन। र सबैले कमेन्ट गर्नु होला मेरो कुरो कस्तो लाग्यो, सही हो कि गलत हो, सबैले कमेन्ट गर्नु होला। हाम्रो गोर्खेली दाजुभाइ सबैले कमेन्ट गर्नु होला। र सबैलाई जय गोर्खा, जय हिन्द।